भाइले खाऊ भन्छन् भने खानु हुँदैन। मैले सुन्ने गरी भन्नु त खानुहुन्छ कि हुँदैन? हो, खानु हुँदैन है, त्यो चिज हो। द्याट इज योर कमिटमेन्ट। तपाईले मलाई मात्रै सुनाएको कुरा होइन यो है, मलाई अहिले एकछिनको लागि यसो भन्दाखेरि भनेको होइन। द्याट इज योर कमिटमेन्ट है। अब त 21औं शताब्दीको नानीहरू तपाईहरुको पनि कमिटमेन्ट हुनुपर्छ है। अ म्यान अफ वर्ड्स एन्ड अ म्यान अफ वर्क है भन्नुपर्छ। हर्क साम्पाङ भनेको को हो भनौं? अ म्यान अफ हिज वर्ड्स। म जे बोल्छु त्यो गर्छु, बोलेको कुरा गर्छु, गर्दिन भने बोल्दिन है है। तपाई पनि बन्ने हो हर्क साम्पाङ भनेर फेरि आफ्नै अलिक विज्ञापन गरे जस्तो भयो। गर्नु पनि पर्छ हैन? त्यसले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु है, अ पर्सन अफ वर्ड्स। तपाईले आज मलाई जे दिनु भएको छ शब्द, त्यो शब्द तपाईको प्रतिबद्धताको व्यक्ति तपाई बनेर देखाउनु पर्छ। आज तपाईले मलाई के भन्नुभयो भने, कसैले खैनी खाऊ भन्छ भने म के भन्छु भन्नुभयो? नो नो, आउटराइट नो। कसैले सिगरेट तानु भन्छ भने तपाईले मलाई के भन्नुभयो? नो नो। कसैले रक्सी खाऊ अलिकति भन्छ भने तपाईले के भन्नुभयो मलाई? नो। यस, त्यति 3-4 कुराबाट तपाई हैन टाढा रहनुभयो भने तपाईले ड्रग्स एकैचोटी युज गर्ने कुरा होइन, गर्नुहुन्न है। त्यसले गर्दाखेरि म सबैलाई भन्न चाहन्छु, हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु, यो कार्यक्रम भनेको हाम्रो लागि होइन, यो ठुलो मान्छेको लागि होइन, यहाँ बस्ने जनप्रतिनिधिहरू हैन, हाम्रो चाहिने कर्मचारीहरूको लागि होइन। दिस प्रोग्राम इज फर यु है, यु स्टुडेन्ट्स। र म देश भनेर भनिरहन्छु नि, त्यो देश भनेको के हो भन्दाखेरि त्यो देश भनेको तपाईँ हो है। युथ बिग्रियो भने के को देश हैन? कोसिस गरेर बनाउनु खोजेको देश बन्छ र? युवा नै बिग्रेर गयो, युवा नै दुर्व्यसनी भयो भने हैन, हाम्रो छोराछोरी नै बिग्रेर गयो भनेदेखि तपाईको हामीले ठडाएको दस्ताले भवनले केही गर्छ? हामीले बनाएको छैन 4 लेनको बाटोले केही गर्छ? गर्दैन है। त्यसले गर्दाखेरि तपाईहरु, हाम्रा छोराछोरी है, हाम्रा नानीहरु, तपाईहरु नै यो देशको भविष्य। तपाईहरु सुध्रिनुहोस् है, यो देश आफै बन्नेछ। तर तपाईहरु फेरि बिग्रेर जानुभयो, दुर्व्यसनमा फस्नुभयो, के भयो भने के हो त भन्दाखेरि आमा बाउले पनि खुनको आँसु रुएर बाँच्नुपर्छ, तपाईहरुले पनि दुःख पाउनुहुन्छ। त्यसले तपाईको स्वास्थ्य बिगार्छ, त्यसले तपाईको इज्जतमा हैन आँच आउँछ, त्यसले तपाईको सबै कुरो घाटा मात्रै बनाउँछ। त्यसले गर्दाखेरि त्यस्तो खालको घाटा दिने काम, त्यस्तो खालको कुरा, त्यस्तो खालको चीजको नजिक हामी कहिले पनि जाँदैनौं।